नेपालको राजनीतिमा नयाँ इतिहास रचेको छ। हिजो झापा क्षेत्र नम्बर 5 मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह दुवैले मनोनयन दर्ता गरे। यो क्षेत्र ओलीको परम्परागत गढ हो, तर बालेनले यहाँ चुनौती दिएर युवा पुस्ताको आवाजलाई राष्ट्रिय स्तरमा पुर्याएका छन्। हजारौं हजार समर्थकहरू सडकमा उर्लिए, बाजा गाजा, नारा र उत्साहले भरिएको र्याली निकालियो। बालेनका समर्थकहरूले नयाँ नेपालको नारा लगाउँदा ओलीका समर्थकहरू पनि उत्साहित थिए। तर भीड बढ्दै जाँदा दुवै पक्षबीच नारा लगाउने क्रममा केही समय तनाव र झगडा पनि भयो। हात हालाहालसम्म पुग्यो, केही व्यक्ति घाइते भए। पछि स्थिति नियन्त्रणमा आयो। यो घटना पुरानो र नयाँ पुस्ताको टकरावको प्रतीक बनेको छ। झापा 5 अब नेपालको सबैभन्दा रोचक निर्वाचन क्षेत्र बनेको छ। अनुभव र युवा ऊर्जाको भिडन्त। यो भिडियो हेरेर तपाईलाई कस्तो लाग्यो कमेन्टमा लेख्नुहोस्। बालेन कि ओली? यो भिडियो लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। युवा आवाज नेपालसँगै रहनुहोस्। नेपालको आवाज यहाँ छ।